यो चाहिँ मेरो प्याकी लुना। अब चाहिँ यहाँ मैले काटेर अनि तारसार हालेर रेडी पारेछु। यो चाहिँ टिभीको लागि र्याक बनाएको हो। अब यसमा मैले बत्ती पनि फिट गरेरै रेडी पारिहाल्छु एकैछिनमा, धेरै टाइम लाग्दैन। सबै रेडी छ, बत्ती लिएर आएर हालिहाल्छु, एकछिनमा हेर्न सक्नुहुन्छ। हेर्नु मेरो प्याकीले आएर चलिरहेको थियो, अनि यता जा उता जा भनेको, अनि कहाँ जाउँ भनिरहेको थियो। अनि लाइट हालेर यस्तरी भ्यू देखियो। हेर्दा नि कति राम्रो बक्स है। नेट सेटको लागि पोइन्ट अझै बनाउनु बाँकी नै छ, तल नबनाएर अनि माथि फिट गरिदिएको हो। अनि ट्याक्कै एउटा फोटो नि मैले खिचिहालेँ। थ्याङ्क यू।